मजाले साथीभाइहरूसँग होइन दिदीभाइबाट टक्क लाएर आज चाहिँ भलगाउँ चाहिँ बेलुका साँझ मिठो यहाँदेखि हिँड अझै 40-45 मिनट बाँकी हो कि हाम्रो सन्जु दाइ चाहिँ यहाँ बस्नुपर्छ आज बाइक चाहिँ लिएर जानु होइन त्यहाँ लाएर राजन दाइहरू पछाडि आउँदै हुनुहुन्छ धान पनि पाकेर पहेँलै भएछ नि मजाको घाम लाग्यो है आज चाहिँ अझै दामी दामी भिडियोहरू देखाउँदै जानेछु है यहाँको लगाएर ठाउँ पनि बवाल छ कि यो तल गाउँमा यहाँदेखि माथि चढ्नुपर्छ पुरा पहाड हिमाल चढे जस्तो कतिरो भलकमा सबैमा साथीहरू सिस्टम रहेछ कि यो के गरेको यस्तो के माडेको अरे गाडीले मारिदिँदो रहेछ कि यतातिर मिठो हाने है केटोले ओ दाहिने हातले चलाउनु देफ्रेले होइन र ए बाटो हेरौँ न बाटो त ए पहाड चढे जस्तो एकदम टायर त घुम्यो है अझै बढाउ न सन दादा अगाडि राजन दाई त कहाँ छोडियो त नि राजन दाई फेरि पुरा कछुवाको तालमा हो के अझै टाइम लाग्छ है सुन्तला पनि बेसरी हुँदो रहेछ कति राम्रो ठाउँ सुन्तला बेलुका जाने बेला चोर्न पर्छ यहाँ ओ जति माथि उति राम्रो सुन्तला कस्तो दामी यहाँ है हामी अझै माथि जाँदैछौँ अझै माथि कहाँ माथि आइपुगे यार आमा अझै चढ्दैछ है अझै आधा घन्टा चढ्दैछ माथि सब छाडेर चाहिँ आइसक्यो फाइनल्ली ट्यागको राजन दा आइसक्नु ट्यागको लाएर राजन दा आइसक्नु भयो है ल आउँदैछ नि साथीहरू ल सब आइसक्यो इभी ऊ ठाउँ त बवाल छ केटा के हो लास्ट तेर्सुलेको रहेछ कि यो ठाउँ त अझै 10 मिनट कति समथिङ हो र ल ठिक छ अझै आधा घन्टा लाग्छ हामी जानु चाहिँ यस्तो बाइक तातिर एकछिन रेस गर्दै हामी चाहिँ केटो भलकमा रेस खुसी भइहाल्ने भयो नि कि टक्क लाएर मजा हजुर हाम्रो यात्रा सुरु भइसक्यो हामी ल हामी आउन लागिसक्यो ल आइसक्यो रहेछ यार आएर सेलरोटी खानुपर्छ मिठो राम्चे अन्य ठाउँमा फाइनली हामी चाहिँ आइसक्यौँ है राम्चे अन्य ठाउँमा है ट्याक्क लाएर पर्छ नि यो पानीपुरीलाई सस्तो छ बाबु 50 हो र अहिले कस्तो रहेछ अहिले खाना आउँछु त्यत्तिकै चाहम न मिठो अहिले बनेर भ्याज खाना आउँछु यो सबै किन्ने लड जाम न त हामीले बेचौँ दिनुहुन्छ मिठो हाँस दिने क्या हेरी आमा सुगम भाइ हिजो फर्स्ट भएर आइसक्यो होइन
खतरा ल राम्चे भन्ने ठाउँमा आइसक्यो खै कस्तो मिठो ल अहिले आइन्छ हामीलाई मिठो रहेछ पानीपुरी कति हो एक प्लेटको 50 ल ठीक फ्रीमा खाएर हिँड्ने बिहा कसले दिले आफ्नै गाउँतिर गएको उसको चाहिँ नवलपुर हो नि त घर नवलपुरसँग चाहिँ मेरो चाहिँ विदेशको सिमाना जोडिएको छ इन्डियाको अझै नजिक है वाउ व्हाट अ ब्युटिफुल प्लेस ल तपाईँको सेलरोटी खानुपर्छ हामीले अब है ट्याक्क लगाएर ए कस्तो राम्रो हो कि यार त्यहाँ हामीलाई किन इन्भाइट भएन त नि दादा यार भाइ गिफ्ट दिने बेलामा तपाईँ चाहिँ खाने बेलामा त इन्भाइट गर्न पर्दैन हैन हजुरको लागि स्पेसल गिफ्ट लिएर आउने भन्ने हाम्रो एकदम सल्लाह थियो हाम्रो फुच्चे ग्रुपहरूको सल्लाह थियो दादाले सम्झिनु भएन त्यसमा कहिले भन्ने मलाई जे भन्दा भन भाइ नगरेकै हो लागेको भए एउटा गेम खेलाइदिए के हामी चाहिँ यहाँ गेम खेल्न आइसक्यौँ है कहाँ अरे हामी वालिङ नगरपालिका 3 रामचे यार बेलुका चोरमा ट्याक्क लाएर है हामी चाहिँ अब आइसक्यो ट्याक्क खेल्नको लागि राम दाइले हल्का प्र्याक्टिस दिँदै भाइहरूलाई ट्याक्क लाएर फाइनल्ली हामी चाहिँ गेम खेलेर आज चाहिँ टक्क अब फेरि वालिङ बस्दिन्छ कि है सरर फेरि चिसो खाँदै ओह्रालो दिउँसो बिहान हुँदा उकालो अहिले फेरि ओह्रालो एकदम ट्याक्क लाएर है चिसो छ कि लास्टै चिसो के पारिदेखि चाहिँ सब कुहिरो लगाएको हिमाल हो कि त्यहाँ क्लियर भयो भने त बवाल देखिँदैछ कस्तो चिसो झाँदैछौ झर्दैछौ है ट्याक ल्याएर फुलै फुल सुन्तला पुरै सुन्तला है यो चाहिँ ट्याक आमा सुन्तला कति खाऊ ए भगवान् हाम्रोतिर हुने कि भएन यार है लहर ती झोप्पै झोप्पा हामी त एकदम झरिरहेछौँ है झरिरहेछौँ अझै पनि आएकै छैन झरिरहेछौँ ट्याक्क लाएर फाइनली हामी चाहिँ यो तल झरी भ्याइ अब अप्ठ्यारो बाटो चाहिँ फाइनल्ली झरिसक्यो अब राम्रो बाटोमा आइपुग्यो कति राम्रो मान्छे भगवान् ट्याक्क लाएर अब हामी यो स्कुलनिर आयो है स्याङ्जाको ओहो अब चाहिँ बवाल छ है बाटो धान त मजा रेस गरेर के भएको धान हो हामी चाहिँ कुन ठाउँ आइए रामबाछा कट्यो अरे स्याङ्जाको ल एकछिनमा रुममा पुग्छ दिवा बस्या एकछिनमा आउन लागिसक्यो घाम पनि टलक्कै हामीलाई आउन लागिसक्यो अब हामी ल हामी चाहिँ ट्याक अब आइसक्यो है फाइनल्ली पुरै भित्र त्यही होटलमा अब हामी बस्या चाहिँ है त्यो होटलमा नेपथ्य होटल नाम पनि नेपथ्य गाह्रो भयो सन्दाईको बाइक वाला भेट्यो यार है ल यही होटलमा हामी बसेको टपमा है फेरि अब हामी खाजा खानुपर्ने हुन्छ के खाने खाजा कम्बो यो खामै खाजा के खाने के खाने
यो हानी ल ट्याक्क लगाएर अब हामी खाजा खाइन्छ रुममा हामी चाहिँ रुममा आइसक्यो है ट्याक्क लगाएर हाम्रो रुममा माथिबाट त मिर्दी बस्न आएको हाम्रो लास्टै टाढा आयो फेरि अब रुममा आइसक्यो है अब खाजा पनि अर्डर दिइसक्यौँ ट्याक्क खाजा आउँछ अब त्यही हो आजको लागि अब अर्को भिडियो पनि छिटै आउँछ ल सबैजनाले माया गरिदिनु ट्याक्कै ल बाई